आउनुभन्दा अगाडि तपाईँले आज दल भेट्न गर्दै हुनुहुन्छ किन भेट्न गर्दै हुनुहुन्छ के हो कसो भन्ने जानकारी धन्यवाद। यो अहिलेको जुन एउटा जनजीय आन्दोलनको जुन परिवर्तन र सुशासन अनि भ्रष्टाचार मुक्त लगायतका जुन विषयहरू बाहिर आयो र हामीले पनि खास गरी जुन चाहिँ अत्यन्तै समस्यामा परेका विभेदमा परेका होइन र अधिकारबाट वञ्चित भएका होइन समुदायहरू खास गरी त्यसमा चाहिँ दलित महिला जनजाति मधेसी थारू मुस्लिम यी सबैको भावनालाई समेटेर र सबैको चाहिँ साथ सहयोग सहकार्यमा हामी चाहिँ एउटा चाहिँ राष्ट्र निर्माण दल नेपाल हामीले चाहिँ खोल्यौँ जसको मेन उद्देश्य भनेको राष्ट्र निर्माण जुन चाहिँ नेपाली जनता विगत लामो समयदेखि पीडामा परेका छन् विदेश पलायन भइरहेकै छ होइन यो हाम्रो नेपालमै रोजगारको कसरी हुन्छ चाहिँ स्वरोजगारको व्यवस्थापनदेखि लिएर र यो अहिले यो पार्टीको मेन उद्देश्य भनेको आपसी भाइचारा कायम गर्ने होइन सबैको साथ र सहयोग लिएर चाहिँ देशको निर्माणमा अगाडि बढ्ने ताकि अहिलेको चाहिँ जुन जहाँ पार्टी छन् ती सबै आफ्नो चाहिँ व्यक्तिगत स्वार्थमा चाहिँ सिम्टिएको छ। त्यस कारणले हामी यो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितको लागि देशको हितमा हामी चाहिँ यो पार्टी दर्ता गराएको र पार्टीको मेन उद्देश्य नै देशको चाहिँ कसरी निर्माण गर्ने नेपाली जनताको कसरी चाहिँ हामी खुसियाली चाहिँ प्रदान गर्ने होइन अहिले चाहिँ हरेक घरबाट हेर्नुहुन्छ भने खास गरी चाहिँ तराई मधेसतिर पहाडतिर हरेक घरबाट चाहिँ युवाहरू चाहिँ विदेश पलायन भएको अवस्था छ। ती युवाहरूलाई चाहिँ नेपालमै बोलाएर होइन नेपालमा रोजगारको चाहिँ कसरी हामी चाहिँ सृजना कायम गर्ने होइन जुन प्रकारको हाम्रो युवाहरूले चाहिँ विभिन्न देशको सुन्दरता कायम गरेको छ विभिन्न देशको समृद्धिमा योगदान दिएको छ तर हाम्रो देश चाहिँ दिन प्रतिदिन चाहिँ तल खसिएको अवस्था छ। त्यसको लागि हामी चाहिँ यो राष्ट्र निर्माण हामी सबै मिलेर गर्नुपर्छ त्यो हेतुका साथ हामी चाहिँ अगाडि बढेका छौँ।